जब आईजीपी दान बहादुर कार्कीको भावुक सम्बोधनपछि गृहमन्त्रीले उठेर बजाए ताली। सोमबार दिउँसो ठीक 1 बजे नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। यहाँ केही बेरमै गृहमन्त्री सुदन गुरुङको सवारी भित्रियो। सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिन साथ गृहमन्त्री गुरुङ ओर्लिए अनि औपचारिकता सुरु भयो। प्रहरीको एक दस्ताले अनुशासित ढङ्गले सलामी अर्पण गर्यो। गृहमन्त्री सलामी अर्पण गर्ला। अर्पण। प्रधान कार्यालयमा उपस्थित अधिकारीहरू सतर्क मुद्रामा उभिएका थिए। वातावरणमा औपचारिकता र अपेक्षाको मिश्रण थियो। सलामी ग्रहणपछि गृहमन्त्रीले उच्च अधिकृतहरूसँग छोटो भेटघाट गरे। त्यसपछि उनी विभिन्न शाखाहरूको निरीक्षणतर्फ लागे। अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्म प्रत्येक कक्षमा उनी चासोपूर्वक सुन्दै सोधपुछ गर्दै अघि बढिरहेका थिए। त्यसपछि भएको सम्बोधनमा उनले आफ्ना विगतका अनुभव सम्झिए। तल्लो दर्जाका प्रहरीसँग काम गर्दा भोगेका अभाव, चिउरा र चाउचाउको भरमा ड्युटी गर्नुपर्ने बाध्यता, सीमित स्रोत साधनमा ठुलो जिम्मेवारी पुरा गर्नुपर्ने बाध्यता। हाम्रो तल्लो दर्जाका हाम्रो प्रहरी साथीभाइहरूसँग त हामी धेरै ठाउँमा काम पनि गरेका छौँ। हामी तपाईँहरूसँगै बसेर काम गरेको धेरैवटा प्रोजेक्टहरू छन् जहाँ तपाईँहरूलाई साथ दिएर हामीले अगाडि बढेका छौँ। त्यही भएर तपाईँहरूको दुःख सायद यो 10 वर्षमा मैले धेरै बुझेँ जस्तो लाग्छ मलाई चाहिँ। जसरी तपाईँहरू खटिनु भएको छ, लिमिटेड स्रोत साधन, सुत्ने ठाउँ छैन, के खाने चौचौको भरमा, यो चिउराको भरमा कति ठाउँमा खट्नु भएको छ त्यो मैले मेरो आफ्नो आँखाले देखाएको छु। उनको स्पष्ट भनाइ थियो, अब यस्तो अवस्था बदलिनेछ। सरकार, पार्टी वा गृह मन्त्रालयबाट अनावश्यक हस्तक्षेप हुने छैन। गयो त्यो दिनहरू, अब गयो। अब यो प्रहरी सङ्गठनले, हाम्रो प्रहरी सङ्गठनले अब जसै जस मात्र पाउँछ। जसरी अहिले जस पाएको छ त्यो सदैव रहिरहन्छ अबदेखि। कसैले गलत कामका लागि दबाब दिए सिधै आफूलाई जानकारी दिन आग्रह गर्दै उनले आफ्नो पार्टीका भए पनि नछोड्ने चेतावनी दिए। तपाईँहरू निर्धक्क भएर आफ्नो ड्युटी निभाउनु होला, कसैको प्रेसर फिल नगर्नुहोस्। आई थिङ्क दिस इज फर द फर्स्ट टाइम इन द हिस्ट्री अफ नेपाल जहाँ तपाईँलाई पोलिटिकल प्रेसर हुँदैन। मैले हाम्रो चिफ साहबलाई पनि कुनै प्रेसर दिएको छुइनँ, मैले कुनै अफिसरलाई प्रेसर दिएको छुइनँ। तपाईँले आफ्नो पालना गर्नुपर्ने कर्तव्य